यो रैना देवी छ मन्दिर सेरोफेरोको हुङ्गामा विकास निर्माणको काम चलिरहेको छ। जो हाम्रो रैना देवी मूलस्थान त्यहाँ हो र यहाँ 108 वटा चाहिँ मौला गाड्ने कार्यक्रम रहेको छ। अहिले प्रदेश सरकारबाट विनियोजित पैसाले काम हुँदैछ। यहाँ मेडाहरू काट्ने गरिन्छ भने यताबाट सरेर निर्माण हुँदै गरेको छ। यताबाट चाहिँ मन्दिरको गेट हुन्छ। हाम्रो मूलस्थान चाहिँ त्यहाँ पर छ वहाँ र त्यहाँ चाहिँ पुजेरी ब्याग अरू चाहिँ जान दिने गरेको छैन। हाम्रो रैना देवीको परम्परा अनुसार सिस्टम अनुसार विकास निर्माणको काम धमाधम भइरहेको छ।